माननीय सभामुख महोदय, आज निर्धारित मन्त्रालयगत छलफलको क्रममा समग्र बजेटसँग सम्बन्धित र आज निर्धारित मन्त्रालयसँग सम्बन्धित केही विषयहरू प्रारम्भमा स्मरण गराउनुपर्ने आवश्यकता मैले ठानेको छु। छलफलको क्रममा छलफल हुँदै जाने क्रममा बजेटका बारेमा हामीले जे समग्र दृष्टिकोणहरू सार्वजनिक गर्यौं ती कुराहरू यो बजेटसँग सम्बन्धित मात्र होइन, हाम्रो परिपक्वतासँग सम्बन्धित, हामीले लिने नीतिसँग सम्बन्धित र हामीले बजेट कार्यान्वयन गर्दा अपनाउने व्यवहारसँग सम्बन्धित कुरा हुन्। त्यसले हाम्रो दक्षता, हामी आफैलाई चाहिँ कति अब्बल छौं भन्ने कुराको प्रमाणित गर्ने एउटा आधार पनि हो भनेर हामीले त्यसरी विषय उठान गरिरहेको हो। तर जवाफहरू सुन्दै जाने क्रममा हेर्यो भनेपछि माननीय सदस्यहरूले वाक्यांशमा तपाईले यसको जवाफ दिनुस् भन्दा 100 शब्द बढाएर चाहिँ तपाईले जवाफ तयार गरेर ल्याउनु होला भने जस्तो तपाईले बुझ्नुभयो। आजको आवश्यकता भनेको बजेटसँग सम्बन्धित कुराहरू, जुन विषयसँग सम्बन्धित कुरा छ त्यो विषयको स्पष्टता अझै पनि हुन सकिरहेको छैन। हामीले यो सभामा दलको तर्फबाट र व्यक्तिगत हिसाबले पनि हामीले धेरै विषयहरू उठान गरेका छौं बजेटसँग सम्बन्धित कुराहरू। सभामुख महोदय, हामीले विषयवस्तुलाई यो बजेटको समग्र पक्षसँग र मन्त्रालयगत विनियोजनसँग सम्बन्धित कुराहरू एक अर्कासँग अन्तर सम्बन्धित जोडिएर नै आउँछ। त्यसकारणले गर्दाखेरि ती उठान गरेका विषयवस्तुलाई स्पष्ट पार्ने, त्यसलाई सच्याउने र त्यसलाई सच्याएर कार्यान्वयनको प्रक्रियामा लिन्छौं भन्ने प्रतिबद्धताको आउने कुरा त परै जाओस्, खराब चिजलाई, गलत कुराहरूलाई झन् चाहिँ पुष्टि गर्दै जाने अवस्था सिर्जना भइरहेको छ। छलफलमा भाग लिउँ कि नलिउँ भन्दै पनि यहाँ उभिनुपर्ने स्थिति बनेको हो आज सभामुख महोदय। वास्तवमा यसपटकको बजेटमा जुन गम्भीर्यता, जुन विषयवस्तुप्रतिको चाहिँ के भन्दाखेरि स्पष्टताको आवश्यकता हो त्यो कुरा अहिले पनि प्राप्त हुन सकिरहेको छैन र म आज निर्धारित 2वटा मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल प्रारम्भ गर्छु। माननीय सभामुख महोदय, पहिला सामाजिक विकास मन्त्रालयको विनियोजन अन्तर्गत छलफल गरौँ। अब छलफल गर्ने हो के छलफल गर्ने भन्ने भयो। म तपाईहरुलाई छलफल यहाँबाट सुरु गर्छु। पहिलो कुरा, सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 खबाट प्रतिनिधित्व गर्ने म प्रदेश सभा सदस्य। त्यहाँका नागरिकलाई सामाजिक विकास मन्त्रालयबाट कति विनियोजन भएछ भनेर पढाउँदाखेरि मैले यहाँ हाइलाइट गरेको छु, क्यामेराले पनि फोकस गरिराखेको होला। दुईटा योजना छन्, दुईटा योजना यो छ, दुईटा योजना यो छ र एउटा 5 लाखको एउटा 20 लाखको छ भवनमा। त्यसपछि एउटा योजना चाहिँ 50 लाखको छ, एउटा योजना हेर्यो भनेपछि 20 लाखको छ। दुईटा 20 लाखको यसरी विनियोजन गरिएको छ र त्यो निर्वाचन क्षेत्रमा। मन्त्रीज्यूलाई थाहा छ कि छैन? थाहा नभएरै होला, किनभने उहाँ धेरै अध्ययन गर्नुहुन्छ। त्यसकारणले गर्दाखेरि अलि बढी अन्तर्राष्ट्रिय अध्ययनतिरै व्यस्त हुनुभयो कि जस्तो लाग्यो। यो मैले सत्य कुरा गर्दैछु। कर्णाली प्रदेशको अध्ययन गर्नुभएको छ, कतिवटा विद्यालय छन्, कति विद्यार्थी छन् त्यो निर्वाचन क्षेत्रमा। आज पनि कर्णाली प्रदेशको सबैभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्र हो। झन्डै 70 लाख वरिपरि मतदाता भएको निर्वाचन क्षेत्र हो। 70,000 वरिपरि, मैले यसलाई सच्याएँ, 70,000 वरिपरि मतदाता भएको निर्वाचन क्षेत्र हो। भूगोलको हिसाबले तपाईले चिन्नु भएको छ। नेपाली कांग्रेसको दलको तर्फबाट तपाईँ मन्त्री हुनुभएको हो। गत प्रतिनिधि सभाको निर्वाचनमा तपाईको निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले जित्यो जितेन मलाई थाहा छैन, तर मेरो निर्वाचन क्षेत्रबाट, म फरक दलको हुँदाहुँदै पनि मेरो निर्वाचन क्षेत्रबाट र त्यो सहितको निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा तपाईँ आबद्ध भएको दलको नेता निर्वाचित हुनुभएको छ। मुलुकको यस्तो अवस्थामा हेर्दाखेरि पनि मैले कति आयोजनाहरू माग गरेँ, कति परेनन्। म आज मात्र होइन, गत वर्षको बजेटमा पनि मैले त्यसका आधारबाट छलफल मैले गर्न चाहेन, किनभने यसपटक पनि मैले लेटर प्याडमा लेखेर मन्त्रालयमा तपाईले यो योजना समावेश गरिदिनुस् भनेर भनिएन। तर मन्त्रीज्यूले
मन्त्रीज्यूहरूले चाहिँ सोध्नु भएकै हो। योजना बैङ्कमा भएका प्राथमिकतामा पर्ने केही विषयहरू छन् भने तपाईँले पनि भन्दा हुन्छ भन्नुभएको थियो। त्यो सदाशयताको लागि म मन्त्रीज्यूहरूलाई धन्यवाद दिन्छु, सरकारलाई धन्यवाद दिन्छु। तर तपाईँले गर्ने व्यवहार यही हो त। मैले लामो श्रृङ्खला हेर्दैछु कि यता केही समयपछि एउटा श्रृङ्खला हेर्दैछु। सबैभन्दा कर्णाली प्रदेशमा विकृति, व्यथिति र भ्रष्टाचारले ग्रस्त चाहिँ मन्त्रालय भनेको सामाजिक विकास मन्त्रालय छ। व्यक्तिगत हिसाबले मैले भनेको छु, व्यक्तिगत हिसाबले मेरो एउटा आदरणीय व्यक्तित्व हुनुहुन्छ मन्त्रीजी, र कार्यव्यवहारको हिसाबले पनि कसरी गइराख्नु भएको छ, मैले भने कसरी गइराख्नु भएको छ। कतै ती पूर्वाग्रहले काम त गरेनन्, कतै मन्त्रीज्यूको हतोत्साहित चाहिँ मानसिकता त देखिएन, कतै चाहिँ बजेट हाल्दाखेरि त्यसको श्रेय जान्छ भनेर। तपाईँकै दलका चाहिँ के भने निर्वाचित जनप्रतिनिधिहरूलाई सोधे पनि भइहाल्थ्यो, तपाईँकै दलका नेता कार्यकर्ता पनि हुँदा हुन्, लाभग्राही त ती पनि हुन् नि त। तर आज यस्तो अवस्था छ, टोटल जम्मा गणना गर्ने हो भने 1 करोड पनि पुग्दैन। त्यो पनि गत वर्षबाट अलिअलि छुट्याउँदै हुनाले गर्दाखेरि त्यो शीर्षक नकटाइदिउँ भनेर नकटाएको जस्तो देखियो। सभामुख मार्फत यो रातो किताब मैले मन्त्रीजीलाई अन्तिममा फिर्ता गर्नेछु। मैले यस्तै सामाजिक विकास मन्त्रालयमा अर्को एउटा हेरेँ। यो व्यवहार हेर्दाखेरि चाहिँ यो व्यवहारले त धेरै छलफलमा भाग लिन उपयुक्त पनि देखिँदैन। तपाईँको असमानता, तपाईँको चाहिँ पूर्वाग्रही दृष्टिकोण, यो जुन खालको रहेको छ, यो मैले नागरिकका लागि भनेको हो, मेरा लागि होइन। किनभने मैले व्यक्तिगत हिसाबले सिफारिस गरेका कुराहरू परुन् नपरुन् त्यो मेरो सरकारको विषय भएन। जहाँ जहाँ परेका छन्, जसले लाभग्राहीले चाहिँ सिफारिस गर्नुभयो, जुन जुन मन्त्रालयबाट परेका छन्, त्यसको लागि मैले धन्यवाद दिनै पर्छ। अर्को एउटा शीर्षक छ यहाँ, बडो गजब भनेर पनि के भन्ने भन्दाखेरि, अब मुख्यमन्त्रीजी हेर्नुहुन्छ, उहाँको भोलि चाहिँ छलफल छ, त्यसपछि समग्र जवाफ दिनु नै होला। सच्याउनुहुन्छ सच्याउनुहुन्न, अर्थमन्त्रीज्यूले पछि चाहिँ सच्याउनुहुन्न। छलफलको क्रममा हामी तपाईँहरूको व्यवहार पनि हेर्दै जाने कुरा हुन्छ। सामाजिक विकास मन्त्रालय कार्यालय दैलेखमा सुरक्षित नागरिक आवास बस्ती विकास भैरवी गाउँपालिका वडा नम्बर 1 देखि 7 सम्म भनेर 2 करोड रुपियाँ। त्यसै गरी सुरक्षित नागरिक आवास बस्ती विकास दुल्लु नगरपालिका वडा नम्बर 1 देखि 13 सम्म 3 करोड रुपियाँ। त्यहाँ बजेट बढी गयो भनेर मलाई कुनै चिन्ता छैन, तपाईँले बजेट बढी हाल्नुहोस्। त्यहाँ मात्र होइन, मेरो निर्वाचन क्षेत्रमा न्यून बजेट भएर त्योभन्दा दुर्गमका चाहिँ विद्यालयहरूमा बढी बजेट जान्छ भनेपछि त्यसबाट मैले जे क्षति बेहोर्नुपर्छ, जे होइन मैले चाहिँ घाटा बेहोर्नुपर्छ, म तयार। व्यक्तिगत हिसाबले त्यो मैले जनतालाई स्पष्ट पार्ने जिम्मेवारी मेरो हुन्छ। तर यो शीर्षक तपाईँको मन्त्रालयसँग मिल्छ कि मिल्दैन? कसले गरेको हो? अर्थ मन्त्रालयलाई सोध्नुपर्ने हो कि भौतिक पूर्वाधार मन्त्रालयले सोध्नुपर्ने हो कि यो विषयगत क्षेत्र मिल्छ कि मिल्दैन? वडा कार्यालयहरूको भौतिक संरचनाका सुधार भनेको छ सामाजिक विकास मन्त्रालयमा गर्छ। मैले टिपिकल कुरा मात्रै गरेको, समग्रमा हेर्दैन। यसपटक अलिअलि सबैतिर हेऱ्यो भनेपछि केही नयाँ शीर्षकहरू सिर्जना गरेर चालुतर्फ पनि अलिअलि वृद्धि गरिएको जस्तो देखिन्छ। यसरी हेर्ने हो भनेपछि अनि यो बजेटलाई हामीले राम्रै बजेट भयो, सन्तुलित बजेट भयो, तपाईँहरूले परिपक्व तरिकाले ल्याउनु भयो भनेर हामीले भनिदिनु पर्ने हो। अनि बाहिर सार्वजनिक रूपमा चाहिँ आफूले सिफारिस गरेका थिए त्यस कारणले आफ्नो योजना परेन भनेर माननीयहरू चाहिँ होइन कराइरहेका छन्। यस्तो भाष्य चाहिँ हामीले सिर्जना गर्न खोजेको होइन सभामुख महोदय, हामीले यस्तो भाष्य सिर्जना गर्न खोजेको होइन। त्यस कारणले गर्दाखेरि मन्त्रीज्यूका मन्त्रालयका यस्तै व्यवहारले गर्दाखेरि सामाजिक विकास मन्त्रालय कतिवटा क्षेत्र छन् हामी सबैलाई थाहा छ नि, शिक्षा, स्वास्थ्य, युवा, खेलकुद, सामाजिक सुरक्षा, संस्कृति। तर यसो हेऱ्यो भनेपछि बजेटमा त्यस्तो देखिन्छ। अब 20 लाख भवनमा तपाईँले उल्लङ्घन गर्नुभयो कि भएन? भवनमा 30 लाखभन्दा कम विनियोजन नगर्ने भन्ने कुरा
तपाईँ आफैले उल्लङ्घन गर्नुभयो कि गर्नु भएन यो सभाले निर्णय गर्नेछ। त्यस कारणले गर्दाखेरि यस्तो खालको चाहिँ व्यवहारहरू हामी कहिले पनि प्रस्तुत नगरौँ। सभामुख महोदय, ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गतको हेऱ्यो भनेपछि पनि तुलनात्मक हिसाबले सुधार गर्न प्रयत्न त गरिएको छ। भएको कुरालाई भएको त भनिदिउँ, तर विगतदेखि हामीले जे खालका चाहिँ प्रावधानहरू, जे खालका नजिरहरू बनाउँदै गयौँ त्यो कुरालाई त तपाईँहरूले निकै चलाकी चाहिँ अपनाउनु भएछ है। फलानु आयोजनामा रु 15 लाख भनिदिनु भयो, 10 लाख भनिदिनु भयो, पछाडि के राखिदिनु भएछ? सम्पन्न हुने। त्यो कार्यालयबाट सिफारिस भएका केही आयोजनाहरूको सन्दर्भमा त स्वीकार गर्न सकिएला, तर तपाईँलाई तथ्य दिन सकिन्छ कतिवटा आयोजना कुन कुन छन् भन्ने कुरा राम्रोसँग तथ्य दिन सकिन्छ। अनि तपाईँलाई मन लाग्यो 15 लाख रुपियाँ राखिदिने, मन्त्रालयलाई मन लाग्यो 15 लाख रुपियाँ राखिदिने, 20 लाख मुनि छ भनेर 10 लाख राखिदिने, अनि पछाडि सम्पन्न हुने भनेर राखिदियो भनेपछि त्यसपछि चाहिँ के भन्दाखेरि मुक्ति पाइयो। अथवा चाहिँ तपाईँ स्पष्ट बनाउन सक्नुहुन्छ भने जस्तो भयो। यस्तो चलाकी पनि नगरौँ। यो सबै कुरा बुझ्दछौँ हामीले, सबै कुरा बुझिएको छ। विगतमा कर्मागत आयोजनाहरूलाई तपाईँले कटौती गरिदिनु भयो, कैयौँ कर्मागत आयोजनाहरू कटौती गरिदिनु भयो। सम्पन्न हुने आयोजनाहरूलाई त सम्पन्न गरौँ न हजुर। तर अहिले त्यस्तो देखिन्छ। त तपाईँले भोलि जवाब दिने क्रममा होइन भन्नुहोला, छैन भन्नुहोला, तर तपाईँले राम्रोसँग आफैले बनाएको बजेट आफैले राम्रोसँग अध्ययन गर्नुहोस् र आफैले राम्रोसँग त्यो पुस्तक एकचोटि पल्टाएर हेर्नुहोस्। र मैले अन्तिममा धेरै कुरा राख्नुभन्दा पनि त्यो कर्मागत आयोजनाहरू किन हटाइयो, चालुतर्फ पनि तपाईँहरूले ध्यान दिनुहोस् है। अलिकति त्यहाँ पनि चाहिँ के हो भने मैले भनेको चाहिँ के भन्दाखेरि समग्र बजेटमा केही शीर्षकहरू अलिकति थपघट गरेर चालुतर्फ पनि अलि व्यवहार बढाउने गरी आएको जस्तो मैले देख्छु। त्यस कारणले गर्दाखेरि यसतर्फ पनि सुधार गर्नतिर हामी लाग्नुपर्छ भन्ने कुरा मैले राख्न चाहन्छु। र समग्रमा मैले भने आग्रह पूर्वाग्रहबाट हामीले यसरी बजेटमा प्रस्तुत भयौँ भनेपछि, यसरी चाहिँ हामीले निर्वाचन क्षेत्रप्रति भौगोलिक चाहिँ भूगोललाई समेट्ने सवालमा चाहिँ हामीले अलिकति आग्रह पूर्वाग्रह हामीले साँचेर गयौँ भनेपछि यसले तपाईँ हाम्रो हितमा हुँदैन। त्यस कारणले गर्दाखेरि सभामुख महोदय, म चाहिँ सामाजिक विकास मन्त्रालयको पुस्तकलाई माननीय सभामुख मार्फत माननीय मन्त्रीज्यूलाई जस्ताको तस्तै फिर्ता गर्नको निम्ति चाहिँ मैले आग्रह गर्दै मेरो आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद।